यो मुभी हेर्नको लागि म एकदम एक्साइटेड थिएँ। कारण के भन्दाखेरि यो मुभी होइन, कारण चाहिँ के हो भन्दाखेरि यो मुभीसँग देखाइने डुम्सडेको ट्रेलर थियो, तर स्याडली डुम्सडेको ट्रेलर यो मुभीसँग देख्न पाइएन। अब किन देख्न पाइएन त्यसको बारेमा थाहा भएन, खैर देख्न पाइएन। तर कुरा डुम्सडेको ट्रेलरको होइन, कुरा हो अवतार फायर एन्ड एसको बारेमा। सो फाइनल्ली अवतार द वे अफ वाटर रिलिज भएको एक्ज्याक्टली 3 इयर्स पछाडि अवतारको थर्ड पार्ट अवतार फायर एन्ड एस रिलिज भएको छ। सो कस्तो छ त अवतार फायर एन्ड एस, यसको बारेमा आजको भिडियो हामी चर्चा गर्नेछौँ। के यो मुभी अवतार 1 र अवतार 2 भन्दा अलिकति डिफ्रेन्ट छ या त्यही ठाउँमा चाहिँ ले डाउन गर्छ। सो अवतार फ्रेन्चाइजको बारेमा बुझ्नु पर्दाखेरि सबैभन्दा इम्पोर्टेन्ट कुरा के छ भन्दाखेरि यो मुभीको डिरेक्टर हो जेम्स क्यामरुन, र जेम्स क्यामरुनको यो मुभीलाई लिएर भिजन के छ भन्दाखेरि यो मुभी चाहिँ भिजुअल्ली स्टनिङ होस्, भिजुअल्ली आउटस्ट्यान्डिङ होस्, भिजुअल्ली अहेड अफ टाइम होस्। र अवतारको हामीले तीनवटै मुभी हेर्दाखेरि त्यो कुरा फिल पनि हुन्छ, चाहे अवतार 1 होस्, चाहे अवतार द वे अफ वाटर होस्, चाहे अवतार फायर एन्ड एस नै किन होस्। र यो तीनैवटा मुभीमा हामीले देख्ने कमन कुरा भनेको चाहिँ के भन्दाखेरि यसको स्टनिङ भिजुअल। त्यो सँगसँगै अर्को कमन कुरा के छ भन्दाखेरि यसको स्टोरी टेलिङ स्टाइल, यसको स्क्रिन प्ले स्टाइल हामीले तीनटै मुभीमा उस्तै नै देख्छौँ। देयर इज नो डिफ्रेन्ट। सो जब म अवतार फायर एन्ड एस हेर्दै थिएँ मलाई म्याक्सिमम टाइम चाहिँ के कुरा फिल भइरहेको थियो भन्दाखेरि यो साँच्चै नै अवतारको थर्ड पार्ट नै हो र, किनकि लाइक यो मुभी त मैले हेरिसकेँ हो कि जस्तो फिल भइरहेको थियो क्या। भन्नुको अर्थ के भन्दाखेरि अवतार फायर एन्ड एस चाहिँ फायर एन्ड एस भन्दा पनि द वे अफ वाटर नै हो कि जस्तो बढी देखिन्थ्यो। हुन त मुभीको स्टार्टिङ पनि द वे अफ वाटर जहाँबाट इन्डिङ हुन्छ एक्ज्याक्टली त्यही पोइन्टबाट स्टार्टिङ हुन्छ नै। सो डेफिनेटली द वे अफ वाटरकै पार्ट हुने नै भइहाल्यो। तर यसको ओभरअल स्टोरी स्ट्रक्चर, स्क्रिन प्ले, स्क्रिन टाइमिङ हेर्दा पनि फायर एन्ड एस भन्दा पनि द वे अफ वाटरको कुराहरू बढी देखिन्छ। भन्नुको अर्थ के भन्दाखेरि स्टोरीमा, स्क्रिन प्लेमा त्यस्तो नयाँ कुराहरू हामी केही पनि देख्दैनौँ। हामी द वे अफ वाटरमा जे कुरा देखाएको थियौँ यो मुभीमा पनि अलमोस्ट 90% अफ द पार्ट त्यही कुराहरू नै देख्छौँ। फर्स्ट मुभी र सेकेन्ड मुभीमा के डिफ्रेन्स थियो भन्दाखेरि फर्स्ट मुभीमा हामीले नाभीको जुन त्यो ट्रीवाला पार्टलाई एक्सप्लोर गरेको थियौँ। सेकेन्ड पार्टमा चाहिँ हामीले नयाँ कुरा देखाएको थियौँ जहाँनिर हामीले मरिन लाइफलाई एक्सप्लोर गरेका थियौँ पेन्डोराको, जहाँनिर त्यहाँको मरिन लाइफ कस्तो छ होइन, त्यहाँको इन्भाइरोमेन्ट कस्तो छ होइन। सो मरिन लाइफसँग त्यहाँको लोकल मान्छेहरू कतिको कनेक्टेड छन् भन्ने कुराहरू चाहिँ हामीले सेकेन्ड पार्टमा हेरेको थियौँ। र मलाई के कुराको एक्सपेक्टेसन थियो भन्दाखेरि थर्ड पार्टमा चाहिँ हामीले फायर एन्ड एस नै टाइटलमा भएको हुनाले हामीले अब नयाँ क्लानको बारेमा बढी एक्सप्लोर गर्छौँ कि जस्तो मलाई फिल भइरहेको थियो। तर स्याडली हामीले नयाँ क्लानलाई त्यस्तो साह्रो एक्सप्लोर गरेनौँ होइन। सो मोस्टली हामी त्यही वाटर क्लानको वरिपरि नै बसेर हाम्रो स्टोरी सकिन्छ। सो मलाई चाहिँ अवतार फायर एन्ड एस चाहिँ फायर एन्ड एस भन्दा पनि द वे अफ वाटरको एउटा पार्ट हो कि जस्तो लाग्यो। सो लिटल बिट नाममा अलिकति चेन्जेस गरेको भएदेखि मेबी नामसँग रिजेबल गर्थ्यो कि जस्तो लाग्यो, बट एज अ स्टोरी वाइज, एज अ स्क्रिन प्ले वाइज नामसँग चाहिँ त्यति धेरै रिजेम्बल गरेन जस्तो लाग्यो यो मुभी। यति कुरा भन्दै गर्दाखेरि कि यो मुभी हेर्नको लागि गुड छ त भनेर अब तपाईँहरूलाई अलिकति कन्फ्युजन हुनसक्छ। सो डेफिनेटली गुड छ। हामीले एउटा बुझ्नुपर्ने कुरा के छ अवतार फ्रेन्चाइजबाट भन्दाखेरि यसबाट हामीले एकदम स्टोरी ड्रिभन खालको मुभी भन्दा पनि एउटा सिनेमेटिक एक्सपिरियन्सको लागि होइन, एउटा स्टनिङ भिजुअल देख्नको लागि जसको भिजुअल चाहिँ अहेड अफ टाइम होस् त्यो देख्नको लागि चाहिँ आई थिङ्क हामीले अवतार फ्रेन्चाइज हेर्छौँ जस्तो लाग्छ। भिजुअल एकदम स्टनिङ छ, मतलब अझै भिजुअलको क्वालिटी, भिजुअलको स्टेक अझै हाई भएको छ पुरानो मुभी भन्दा पनि। सो डेफिनेटली हेर्न सकिन्छ किनभने भिजुअलले गर्दाखेरि नै मुभी बोर चाहिँ हुँदैन। 3 घन्टा 15 मिनटको मुभी छ बट बोरिङ पार्टहरू एकदम कम छ। कहीँ बोरिङ हुन सकिन्छ, डिपेन्ड अन्स यु कि तपाईँ मुभीलाई कुन रूपमा हेर्नुहुन्छ भन्ने कुरामा तपाईँ बोर हुनुहुन्छ। बट 3.5 घन्टा अलमोस्ट 3.5 घन्टाको मुभीमा बोर हुने पार्ट कम नै छ, इन्टरटेनिङ नै छ, जसले गर्दाखेरि तपाईँहरू डेफिनेटली हेर्न चाहिँ सक्नुहुन्छ। तर यदि तपाईँहरू एकदम स्टोरी ड्रिभन मुभी खोज्दै हुनुहुन्छ होइन भनेदेखि चाहिँ डेफिनेटली नट टु गो, किनभनेदेखि स्टोरी त्यस्तो नयाँ केही पनि छैन यसमा। त्यही मैले भनिहालेँ सेकेन्ड पार्टको स्टोरी जस्तो थियो, यो पार्टको स्टोरी पनि अलमोस्ट सेम नै छ। साँच्चै नै भन्नुपर्दाखेरि म त फायर एन्ड एस भन्दा पनि द वे अफ वाटरको रिमेक भर्जन
हुन्छ नि नयाँ के अझै त्यसको ग्राफिक्सलाई इन्हान्स गरेर आएको भर्जन हेरेको छु कि जस्तो लागिरहेको थियो खैर द वे अफ वाटर चाहिँ होइन फायर एन्ड एस नै हो सो ओभरअल मुभी इज गुड हेर्न सकिन्छ मैले भनिहालेँ यदि तपाईँहरू स्टोरी चाहिँ हेर्न खोज्दै हुनुहुन्छ भनेदेखि मुभीमा डेफिनेटली नहेर्दा पनि हुन्छ तर होइन मलाई भिजुअल्ली एक्सपिरियन्स गर्नु छ मलाई थिएटरमै गएर यो यसको भिजुअल चाहिँ एक्सपिरियन्स गर्नु छ यो मुभी एक्सपिरियन्स गर्नु छ भन्नुहुन्छ भनेदेखि चाहिँ यस डेफिनेटली यु क्यान वाच अफ द फायर एन्ड एस सो अफ द फायर एन्ड एसमा चाहिँ मेरो यही थियो रिभ्यू सो तपाईँले हेर्नुभएको छ कि छैन हेर्नुभएको छ भनेदेखि कस्तो लाग्यो कमेन्ट सेक्सनमा लेख्न नभुल्नु होला हेर्नुभएको छैन र हेर्ने प्लान बनाउँदै हुनुहुन्छ भनेदेखि पनि हेरिसके पछाडि कमेन्ट सेक्सनमा लेख्नु नबिर्सिनु होला सो आफ्टर अ लङ टाइम मैले फेरि यो च्यानलमा भिडियो बनाएको छु सो आई होप तपाईँहरूलाई मेरो यो भिडियो मन पऱ्यो होला यदि मन पऱ्यो भनेदेखि प्लिज च्यानललाई सपोर्ट गर्नु होला लाइक गर्नु होला सब्सक्राइब गर्नु होला होइन तपाईँहरूको सपोर्ट बिना यस्तो खालको कन्टेन्टहरू आउन अलिकति गाह्रै छ सो अर्को भिडियो नआउन्जेलसम्मको लागि आजलाई हामी छुट्छौँ जय नेपाल